लेट्स गो न्युरोड सपिङ हल म कति पछि यस्तो सपिङ हल गर्दैछु त्यस्तो धेरै खास त के पनि छैन होइन आई एम द मोस्ट एक्साइटेड फर दिस वान मलाई चाहिँ कति टाइमले पेन्टिङ गर्न मन थियो कि फेरि म पहिला पहिला गर्थेँ कि अनि बिचमा चाहिँ छोडिसकेको थिएँ अनि मैले मेरो सबै पेन्टिङ कलर्स मेरो दिदीको छोरीलाई दिएर पठाइदिएको थिएँ कि बिकज अब उसले मलाई पनि चाहियो भन्यो अनि मसँग त्यही घरमा यत्तिकै बसिरहेको थियो मैले दिएर पठाइदिएँ सबै मलाई चाहिँ फेरि पेन्टिङ गर्न मन लाग्यो सो मैले चाहिँ पहिला चाहिँ फेब्रिक्रिल र क्यामल दुवैको युज गर्थेँ योपालि चाहिँ मैले फेब्रिक्रिल मात्र लिएर आएँ बिकज त्यहाँ चाहिँ क्यामल थिएन कहाँ कहाँ किनेको सबै चाहिँ म अर्को भ्लगमा देखाउँछु ल यसमा चाहिँ 10वटा कलर आउँछ अनि प्राइस चाहिँ 370 रहेछ है अनि यो क्यानभस लिएको थिएँ मैले यसको चाहिँ आई थिङ्क 70 हो क्या अरे अनि यसको चाहिँ 35 हो कि 45 हो यो चाहिँ यत्रो सानो छ यो चाहिँ यत्रो छ ल त्यसपछि चाहिँ मैले लिएको छु व्हाइट कलर व्हाइट चाहिँ पहिला मैले यो फेब्रिक्रिल ब्रान्डकै चलाउँथेँ कि तर त्यो कस्तो पातलो पानी जस्तो छ क्या अनि राम्रै छैन मैले एकदम पातलो लाग्यो अर्को सजेस्ट गर्नु न भन्दा चाहिँ उहाँहरूले यो सजेस्ट गर्नुभयो यो चाहिँ एल्टा ग्लो प्रोफेसनल भन्ने ब्रान्डको टाइटेनियम व्हाइट कलर छ एन्ड देन दि मोस्ट इम्पोर्टेन्ट यो यस्तो पातलोवाला एकदमै पातलो यस्तो खाले ब्रस चाहिएको थियो कि डिटेलिङहरू गर्नलाई यो चाहिँ कलरमा पानीमा भिजाएपछि स्ट्रेट हुन्छ भन्नुभएको थियो अनि राम्रै छ भन्नुभएको थियो तर हेरौँ कस्तो हुन्छ पहिला पहिला यस्तो खाले ब्रसेसहरू चाहिँ चाँडै बिग्रिने अनि यो ब्रिसल्सहरू चाँडो निस्किने जस्तो हुन्थ्यो चिप क्वालिटी हो कि भन्नु थियो होइन राम्रै छ भन्नुभएको छ अब हेरौँ कस्तो छ राम्रै भयो भने चाहिँ म तपाईँहरूलाई पनि सजेस्ट गर्छु राम्रो छ भनेर मसँग चाहिँ मोन्ट पार्टी ब्रान्डको छ कि यसलाई खोइ के भन्छ मोन्ट पार्टी नै भन्छु म चाहिँ आई डोन्ट नो इफ आई प्रोनाउन्स्ड इट राइट तर यो ब्रान्डको ब्रसेस छ कि मसँग अनि यो ब्रान्डको ब्रसेस एकदमै हाई क्वालिटी हुन्छ कि मैले रिसर्च गरेर यो ब्रान्डको चाहिँ एकदम राम्रो हुन्छ भनेर थाहा पाएर लिएको थिएँ सो अब आई डोन्ट नो यो यस्तो यो नर्मल ब्रान्डको चाहिँ कस्तो हुन्छ एन्ड नेक्स्ट चाहिँ यो मैले ब्लाउजको कपडाहरू लिएको क्या मसँग चाहिँ यो यस्तो कलरको एउटा साडी छ सो त्यसको भित्र चाहिँ पेटिकोटको लागि यो कपडा लिएको अनि मलाई चाहिँ यस्तो ब्लू कलरको ब्लाउज सिलाउनु मन थियो क्या मैले चाहिँ अनि सिल्कै सिलाउँछु भनेर सोचेर गएको थिएँ तर उहाँहरूले चाहिँ अनि यो सजेस्ट गर्नुभयो मैले त प्राइसै नसोधिकन यत्तिकै लियो भरे त यो मिटरकै 550 हुँदो रहेछ सिल्क त सस्तो पर्छ नि त लाइक 150 पर्छ क्या मिटरको तर नि ठिकै छ लाइक उहाँहरूले राम्रो छ क्वालिटी भन्नुभयो त्यही भएर म लिन चाहिँ लिएँ होइन अब हेरौँ यसको ब्लाउज कस्तो बन्छ यो त स्लिभलेसमा बनाउने प्लान छ मेरो यसको ब्लाउज राम्रो बन्यो भने चाहिँ अरू पनि यति थुप्रै राम्रो राम्रो कलर थियो त्यहाँ आजलाई चाहिँ यति नै हो बाई गाइस